त केटाकेटी हो के छ ठिक छन् सबैजना। अनि आज मदर्स डे कस्तो भयो त रमाइलो भयो कि नाइ कतिको खुसी बनायो आफ्नो आमालाई। आज जति खुसी बनायो नि तिमीलाई होइन त्यस्तै खुसी बनाऊ सधैँभरि तिम्रो मम्मीलाई। अनि खुसीको बाटो एकअर्कासम्म। अब आमा भनेको त डिस्क्राइब गर्ने वर्डै छैन होइन खतै हो आमा भने होइन। त्यही भएर आमालाई दुःख दिने होइन दुःख त मैले पनि दिन्छु त्यस्तो जानेर दिँदिनँ अन्जान के कसरी नजानिकन झुक्केको हुन्छ क्या दुःख यस्तो दुःख सुख दिने चिज भने कहिले चाहिँ नचाहेर पनि दुःख दिन्छौँ होइन। मैले के गर्दैछु भन्ने थाहा हुँदैन कहिले काहीँ होइन त्यस्तै हुन्छ त्यस्तै पाउँछ क्या। अनि आमालाई चाहिँ घरको काममा सपोर्ट गर कहिले काहीँ भाँडासाँडा माझ्देऊ काम गर्दै घरको हजुर बस्नु मम्मी म गर्छु भन्ने बनाऊ। म त गाउँछु है कुरा मात्रै होइन कुरा मात्रै हान्न आएको होइन मैले गाउँछु। मैले होइन मम्मीलाई यस्तो दिन्छु कि एउटा कस्तो देखाउँछु भन्दाखेरि मैले लाइफमा के गर्न नसके पनि त मम्मीले चाहिँ एउटा सपोर्ट हेल्पमा चाहिँ मैले जहिले हात अगाडि गर्छु है। मैले झुट बोलेको होइन कसम होइन आज राति होइन राति बोलिरहेको छु प्रमिस हो होइन प्रमिसै गरिदिएँ तर साँच्ची हो झुट बोलेको होइन। आज आमा औँसीको दिन होइन मदर्स डे मैले जे हो त्यही भने हो झुट बोली मलाई पाप लाग्छ होइन। अनि यस्तै नै आज खतरा भयो मेरो त होइन मम्मीको खुसी अरू बेला नि बनाउँदै आज झन् धेरै बनाउनु पाएँ। अनि गिफ्टहरू किनिदिएँ मम्मीलाई खुसी बनाएँ। अनि मेन कुरा चाहिँ होइन एउटा छोरा छोरी भइसकेपछि आमाको लागि एउटा के यस्तो के मतलबै नगरे जस्तो टाइपको होइन अरू मान्छेलाई गरिन्छ नि हामीले मतलबै नदिए जस्तो टाइपको कहिले गर्नु हुँदैन आमालाई चाहिँ। जति तिमी झगडा हुन्छ घरमा होइन बरु एकछिन बोल्दैनौ अब एक दिन नबोलाउँदा के भयो केही भएन त तर भोलिपल्ट चाहिँ बोल्नुपर्छ बुझ्यौ नि। आमा भनेको त्यस्तो चिज हो कि जुन चिजबाट होइन अरूबाट पाइँदैन माया त्यस्तो माया होइन तर आमाबाट चोखो माया पाउँछ कि जति बाबुआमाले होइन जे भने पनि होइन मैले पहिला बुझ्थेन कि मलाई माया गर्दैन मम्मीले भने के मैले नेगेटिभहरू मात्रै सोच्थेँ होइन दिमागमा होइन मैले चाहिँ बल्ल बुझ्दै गइरहेको छु आमा बाउले होइन मेरै लागि हाम्रै लागि हो नि त भनेको मेरै छोराछोरीले राम्रो गरोस् अरूबाट पछि नपरोस् भनेर अब अन्त थाहा